दर्शकबिन कुनै ठाउँको सम्झना केवल फोटोमा मात्र सीमित हुँदैन। कहिलेकाहीँ एउटा सानो मायाको चिनोले पनि जीवनभर त्यो ठाउँको माया र पहिचान बोकेको हुन्छ। आज हामी तपाईहरूलाई देखाउँदैछौँ ओखलढुङ्गाको पहिचान, संस्कृति र आत्मालाई झल्काउने यस्ता सुन्दर मायाका चिनोहरू जसले एकपटक हेर्ने बित्तिकै सबैको मन जित्ने गरेका छन्। अनि यहाँ ओखलढुङ्गा चाहिँ घुम्न आउने हुन्छ नि आन्तरिक पर्यटकहरू, उहाँहरूले चाहिँ अनि ओखलढुङ्गा घुमेर गइसके पछाडि यहाँबाट लाने ओखलढुङ्गा चिनो के त होइन। यी कलात्मक सिर्जनाहरू केवल सजावटका सामग्री मात्र होइनन्, यी त ओखलढुङ्गाको कथा बोल्ने मौन दूतहरू हुन्। बाँसका सामान्य टुक्राले कसरी यति आकर्षक रूप लिन्छ, यसलाई बनाउन कति समय लाग्छ, कस्ता सामग्रीहरू प्रयोग गरिन्छ, यसको मूल्य कति पर्छ र यति सुन्दर कला सिर्जना गर्ने कलाकार को हुन् त? यिनै जिज्ञासाको उत्तर खोज्दै हामी पुगेका छौँ एक प्रभावशाली स्रष्टाको कार्यस्थलमा, जहाँ दिनरातको मेहनत, सृजनशीलता र आफ्नो जिल्लाप्रतिको प्रेम मिसिएर तयार हुन्छन् यस्ता मनमोहक मायाका चिनोहरू। अनि यो चाहिँ केबाट बनाउनुहुन्छ? जस्तै यो अहिले देखिरहेछ नि, यो जस्तो हामीले चाहिँ यो इँटा भनौँ होइन, ढुङ्गा अथवा केही भन्छौँ नि होइन, उहाँ त यो के अब यो भनेको सबै यो चाहिँ आजको विशेष प्रस्तुतिमा हामी तपाईहरूलाई देखाउनेछौँ मायाको चिनो निर्माणका सम्पूर्ण प्रक्रिया, प्रयोग हुने सामग्री, लागत, मूल्य, अर्डर गर्ने तरिका र सम्पर्क विवरणसम्मका सबै जानकारी। यसलाई चाहिँ म यसरी लगाइदिन्छु, लगाइसके पछाडि अनि यहाँ चाहिँ ओखलढुङ्गाको एउटा स्ट्याचु बस्छ र यसलाई डिजाइन गर्नु अरू बाँकी नै छ। यो भर्खर सुरुवात गर्दैछु। यो पनि के मायाको चिनोको लागि नै ओखलढुङ्गाको मायाको चिनो। आउनुहोस् भेटौँ ओखलढुङ्गाको पहिचानलाई कलामा उतार्ने स्रष्टा प्रवीण श्रेष्ठलाई र बुझौँ एउटा सुन्दर मायाको चिनोको पछाडि लुकेको मेहनत, सिप र सिर्जनाको अद्भुत कथा। दाइ नमस्कार। नमस्ते। हजुरको परिचय भन्नु नि दाइ। मेरो नाम चाहिँ प्रवीण श्रेष्ठ। प्रवीण श्रेष्ठ। यो लोकेसन चाहिँ हाम्रो ओखलढुङ्गा सदरमुकामको, यो यसलाई के भनेर चिनिन्छ यहाँनिर? यो चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि सिद्धिचरण नगरपालिका वार्ड नम्बर 12 भैरवटोल भन्छ कि भैरवटोल। ओके दाइ, यसको बारेमा थोरै भनिदिनु न मलाई। जस्तो यस्तो सामान बनाउनु भएको छ, यो कसरी बनाउनु भयो, यो कसरी सुरु गर्नुभयो, यो तपाईँ कहाँ बसेर बनाउने हो? जस्तो अहिले यहाँ बनाइ पनि राख्नु भएको छ। म चाहिँ अब प्रोपरली यो अहिले व्यापार अलि मन्दी छ, अनि त्यो उसमा चाहिँ म केही न केही गरेर बसिराख्नु मन लाग्छ होइन। चुप लाएर त्यो मोबाइल सोबाइल खेलाएर बस्नु मन लाग्दैन मलाई। अनि केही अलिकता क्रिएटिभ गरेर चाहिँ अलिकता नयाँ केही बनाएर होइन, त्यस्तो बनाएर बस्नु मन लाग्छ। अनि एउटा मैले के सोच बनाएको थिएँ भने म यो आइटम त म पहिलादेखि नै बनाउँथेँ। यो ओखलढुङ्गाको उहरू म पहिलादेखि नै म त्यो स्ट्याचुहरू म बनाएर राख्थेँ, तर प्रोफेसनल हिसाब किताबले मैले गरेको थिइनँ होइन। र यहाँ चाहिँ मैले के गरेँ भने जस्तो बाहिर जिल्लाबाट चाहिँ ओखलढुङ्गा सिद्धिचरणको चाहिँ कविता पढेर कविता सुन्नुभएकोले त्यो कविताको कारणले पनि र ओखलढुङ्गा कस्तो रहेछ हेरौँ भन्ने हिसाब किताबले पनि यहाँ ओखलढुङ्गा चाहिँ घुम्न आउने हुन्छ नि आन्तरिक पर्यटकहरू, उहाँहरूले चाहिँ अनि ओखलढुङ्गा घुमेर गइसके पछाडि यहाँबाट लाने ओखलढुङ्गा चिनो के त होइन। अनि त्यो मेरो माइन्डमा मैले चाहिँ यसो गरेँ कि अब त्यो ठ्याक्कै त्यो ओखलको ढुङ्गा त्यो खालको चाहिँ एउटा बनाएर राखिदियो भने त्यो जान्छ होला होइन, अथवा कोही मान्छेलाई नै एउटा याद पनि हुने भयो। र अर्को कुरा अब यहाँ चाहिँ 6-7 वर्षसम्म चाहिँ अब एउटा कर्मचारी बाहिरबाट आउनुभएको कर्मचारीहरू यहाँ कार्यरत भएर यहाँबाट सरुवा भएर जाने क्रममा पनि उहाँहरूलाई चाहिँ ओखलढुङ्गाको मायाको चिनो दिने हिसाब किताबले त्यो खालको एउटा माइन्ड मेकअप गरेर मैले यो खालको एउटा सिर्जना गरेको हो। र यस्तै नयाँ सिर्जनाहरू म ओखलढुङ्गा सम्बन्धी चाहिँ विभिन्न खालको आइटमहरू बनाएर, मायाको चिनोहरू बनाएर, गिफ्ट आइटमहरू बनाएर त्यो खालको चाहिँ एउटा डेभलप गर्दैछु म। जस्तो तपाईँलाई यो सोच त जस्तो होइन, कोही ओखलढुङ्गामा चाहिँ होइन आन्तरिक अथवा बाह्य पर्यटक आउनुहुन्छ, उहाँलाई चाहिँ सम्झनाको लागि लिएर जाँदाखेरि जस्तो ओखलढुङ्गामा नि सेम यही छ, तपाईँले सेम टु सेम यही बनाउनु भएको छ होइन। उहाँ जाँदाखेरि नि एउटा सम्झना हुन्छ भनेर जुन सुरु गर्नुभयो। सुरुमा सोच जस्तो तपाईँले चाहिँ यस्तो बनाउनलाई त होइन धेरै मेहनत छ होइन, मेहनत एकदम मेहनत, टुक्रा जोडेर बनाउनु भएको छ। जस्तो अब मैले यहाँ यसरी जोडिरहेको छु, यो यसरी जोडिरहेको छ। अब जस्तो यहाँ एउटा तयारी गर्दैछु मैले, यसरी यहाँ यस्तोहरू यो सबै आइटमहरू यसरी म यो बाँसकै काटेर म बनाउँछु यो सबै। अब यसरी बनाएर यो यही उसैको लागि चाहिँ बनाउँदैछु। अब
यो मैले बनाएको चाहिँ यसैको लागि नै यसरी हजुर यहाँ यसरी जोड्ने यसको कारणले गर्दाखेरि अब यो चाहिँ माथि यसरी फुलहरू यसरी राख्ने अब यसलाई कलर गर्न बाँकी नै छ होइन यसरी कलर गर्न बाँकी छ जस्तै यो त दुईटा छ नि होइन यो दुईटा छ दुईटा यसै जोड्नु भएको जोडेको हो सबै जोडेको जोडेर यसरी यसरी लगाइदिनुहुन्छ जोडेर अब यसलाई चाहिँ म यसरी लगाइदिन्छु लगाइसके पछाडि अनि यहाँ चाहिँ ओखलढुङ्गाको एउटा स्ट्याचु बस्छ र यसलाई डिजाइन गर्नु अरू बाँकी नै छ यो भर्खर सुरुवात गर्दैछु यो पनि के मायाको चिनोकै लागि मायाको चिनोको लागि नै ओखलढुङ्गाको मायाको जस्तो जस्तो यो छ नि अब यसको त होइन यो त एउटा यो फ्रेमै त होइन नि यो त टुक्रा टुक्रालाई जोड्नु टुक्रा टुक्रालाई जोडेको सबै टुक्रा टुक्रालाई जोडेछु मैले यसरी सिङ्गल सिङ्गल टुक्रालाई जोडेर मैले बनाएको छु यो जस्तो यो अहिले यहाँ हामीले देखिरहेको छौँ यो त बाँस होइन बाँस हो बाँस यस्तो यो सिङ्गल सिङ्गल यस्तो बनाउनु तपाईँ केबाट बनाउनुहुन्छ त यो चाहिँ अब यो सबै भनेको मतलब जस्तो कुनै मेसिन छ अथवा मसँग मेसिनहरू केही छैन मसँग काट्ने कटरहरू मात्रै छ मसँग काट्ने कटरहरू कैँचीको युज हुन्छ र त्यो एउटा ब्लेडको युज हुन्छ बस त्यति नै अब यसलाई त यो त यति चिल्लो छ नि होइन चिल्लो चाहिँ त्यो खाक्सीहरूले म यसरी चिल्ल्याउने काम चाहिँ गर्छु नचिल्याइकन त यता साइनिङ पनि दिँदैन जस्तो त्यहाँनिर देखाएको त्यो साइनिङहरू त्यो देखाउँदैन भनेपछि यो सबै काम हातैले हुन्छ सबै हातैले हुन्छ सबै मेसिनले गर्ने केही मेसिनले केही पनि छैन एकदम सबै हातैले हो यो होइन हजुर हातले नै गर्ने हो हातले नै बनिने हो यो सबै जस्तो यसको सोच चाहिँ तपाईँलाई चाहिँ सुरुमा चाहिँ योबाट सुरु गर्नुभयो मैले सुरुमा त यहीबाट सुरु गरेको हो होइन यही मात्रै बनाएको थिएँ जस्तो सुरुमा सोच चाहिँ तपाईँको त्यही नै हो जस्तो होइन मैले यसरी बनाइदिएँ भने एउटा पहिचान हुन्छ ओखलढुङ्गाको होइन भन्ने सोचले नै यो सुरु गर्नुभएको त्यही नै हो अब यो मैले सबभन्दा सुरुमा चाहिँ मैले कस्तो भने त्यहाँको जस्तो एक्चुअली त्यहाँको त्यो सिद्धिचरणको चाहिँ वरिपरि जस्तो पार्कहरू थियो नि हजुर ठ्याक्कै त्यो पार्क चाहिँ मैले सुरुमा मैले त्यो खालको बनाएको थिएँ क्या बनाएर मैले यहाँ डिस्प्ले गरेर राखेको पनि थिएँ तर त्यो चाहिँ एकजना यो काठमाडौँबाट आउनुभएको मान्छेहरूले त्यो मन पराएर त्यो किनेर लिएर जानुभयो स्ट्याचु नै सिद्धिचरणको स्ट्याचु नै बनाएको थिएँ मैले जस्तो यसको बारेमा अलिकति कुरा गरौँ न जस्तो यसलाई जस्तो होइन मायाको चिनो आकर्षक छ होइन मैले यो केही कार्यक्रमहरूमा पनि देखेको थिएँ होइन उहाँहरूले चाहिँ मायाको चिनो त्यहाँ आउनुभएको अतिथिलाई दिनुभएको थियो अब जस्तो यो फ्रेम त होइन यो फ्रेम पनि धेरै मेहनत छ त होइन सिङ्गल हजुर धेरै मेहनत छ यो अनि यो चाहिँ केबाट बनाउनुहुन्छ जस्तो यो अहिले देखिरहेको छ नि यो जस्तो हामीले चाहिँ यो इँटा भनौँ होइन ढुङ्गा अथवा केही भन्छौँ नि होइन उहाँ त यो के अब यो भनेको सबै यो चाहिँ बाँसकै टुक्रा पनि हुन्छ र एउटा यो चाहिँ के भन्ने अब त्यसलाई फर्म जस्तो फर्म होइन प्लास्टिकको हुन्छ नि एउटा हार्ड टाइपको प्लास्टिकको त्योबाट पनि बनिन्छ यो चाहिँ यो अहिले यो त बाँसैको हो सबै बाँसैको हुन्छ यो सबै बाँसैको यो माथिको यो ढुङ्गा यो देखाएको ढुङ्गा यो सिमेन्टेड हो यो सबै सिमेन्टेड हो यो जस्तो यहाँ सिमेन्टेड अब यो यसमा चाहिँ यो चाहिँ यो यसरी यो फाल्टो सिमेन्टेड हो यो चाहिँ होइन अब यसमा चाहिँ मैले इलेक्ट्रिक पनि जोडेको छु अब इलेक्ट्रिक जोडेको यहाँबाट यसरी राखेर यो निकालिदिएर अब यहाँबाट यस्तो यहाँ इलेक्ट्रिक होइन एउटा आकर्षक देखिने यो खालको अब यसमा चाहिँ के जान्छ ब्याट्री जान्छ कति एउटा ब्याट्री जान्छ यसमा 3वटा ब्याट्री जान्छ सानो खालको 3वटा ब्याट्री जान्छ यसरी यो इलेक्ट्रिक यो घडीमा लाउने खालको घडीमा लाउने खालको अब जस्तो अहिले त यो त दिनको समय भएर यो खासै राम्रो देखिएन होइन बत्ती अब बेलुकाको रातिको समयमा त यो त झल्ल बल्छ नि होइन ओहो यो चाहिँ अन अफ यो अन अफ चाहिँ यहाँ छ यसलाई अफ गरेपछि अफ भइहाल्यो अन अफ यो ब्याट्री लाउने पनि यही भित्र हो ब्याट्री लाउने यहाँबाट यो यसो निकालेर ब्याट्री यस्तो खालको ब्याट्री छ यसलाई यो सबै गर्न तपाईँकै आइडिया सबै मेरै आइडिया हो यो कसैले सिकाइरहनु पर्दैन मलाई यस्तोहरू बनाउनु सुरुमा तपाईँले यस्तो बनाउने त कतै ट्रेनिङहरू त लिनुभएको होइन छैन छैन त्यस्तो ट्रेनिङहरू कसैलाई मैले दिएको पनि छुइनँ लिएको पनि छुइनँ मैले मेरो आफ्नो सेल्फ क्रिएटिभ बाट बनाएको मैले जस्तो होइन दिमाग लाउँदा पनि त होइन यता साना टुक्राहरूलाई जोडेर यति होइन बनाउनु पर्यो यस्तो क्या मलाई चाहिँ यस्तो क्या मलाई एउटा त्यहाँ कस्तो भने त्यहाँ गएर हेर्दाखेरि ठ्याक्कै मलाई त्यो एउटा एकचोटि मलाई आफूलाई मन परेर गयो भने म ठ्याक्कै त्यही खालको म बनाइदिन्छु क्या
मलाई पहिलादेखि त्यो खालको पनि यस्तो काम गर्नु सुरुदेखि नै म पहिलादेखि नै आउँछ धेरै समय अगाडिदेखि धेरै समय अगाडिदेखि जस्तो एउटा बनाउनुहुन्छ नि जस्तो यो ओखलढुङ्गाको यो बनाइयो हामीले होइन हजुर यति बनाउनलाई चाहिँ तपाईँलाई कति दिन जति कति समय लाग्छ होला जस्तो अब यो बनाउनलाई यो फ्रेम मात्रै बनाउनलाई मलाई लगभग आधा दिन लाग्छ भनौँ न एक दिनको हाफ दिन जस्तो लाग्छ मलाई यो सबै तलको फ्रेमलाई मात्रै हजुर यो माथिको सबै तयारी गर्दाखेरि यो मात्रै फ्रेमदेखि बाहेक यो माथिको मात्रै बनाउँदा मलाई 3 दिनदेखि लिएर 4 दिनसम्म लाग्छ 3-4 दिन लाग्छ किनभने अब यो घोट्नु पर्यो त्यसलाई मिलाउनु पर्यो होइन अब यो आकार दिनु पर्यो टुक्रा तपाईँले नापी काट्नुहुन्छ होला टेपले नापेर काट्नुहुन्छ अब टुक्रा काटेर पुरा यसलाई चाहिँ मिलाएर एउटा फिनिसिङ गर्नु दिनुपर्ने हुन्छ होइन अनि अब त्यो भएकोले गर्दाखेरि 3-4 दिन लाग्छ मलाई बनाउनु 3-4 दिन लाग्छ यो एउटा तयार गर्नलाई 3-4 दिन लाग्छ अब यो सामानहरू यो बाँसहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ कता के बाँस त मेरो आफ्नै बारीबाट त्यो कमाउने मान्छेले यसो टुक्रा बनाएर ल्याउँछ यता टुक्रा बनाएर ल्याइन्छ त्यो टुक्रा बनाएर गर्नै रहन्छ यस अनि यो बनाउनलाई चाहिँ तपाईँ यही पसलमै बसेर बनाउँछ अरू छैन र वर्कसप छैन मेरो यही पसलमा बस्यो फुर्सदको समयमा यो पसलमा बसेर बनाउँछ जस्तो के भन्नुहुन्छ कतिजना चाहिँ अब यो पसल यही किन्नको लागि मात्रै नभइकन पनि तपाईँको पसलमा चाहिँ अरू सामान किन्नको लागि पनि आउनुहुन्छ होला उहाँहरूले देख्नुहुन्छ होला होइन के भन्नुहुन्छ उहाँहरू जस्तो पहिलोचोटि आउनुभयो यो ठ्यापै देखिहाल्नुभयो होइन अर्को सामान किन्न आउनुभएको थियो मन पराउनुहुन्छ उहाँले ओहो मन पराउ कति राम्रो कहाँबाट ल्याउनु भएको कहाँ बनाएको भन्छ अब मैले बनाएको भन्छु नि होइन अब कतिले त पत्याउँदैन मैले बनाएको भनेर पत्याउँदैन होइन हामीले पनि पत्याउने अवस्था हुन्न किनभने तपाईँले त बनाउँदै गरेको देखेर मात्रै मैले होइन सुरुमा भएको अनि यस्तो जस्तो माग चाहिँ कतिको छ दाइ यसको यो पहिला त त्यस्तो धेरै माग त त्यस्तो आउँदैन थियो तर अहिले चाहिँ अलिकता माग छ मैले अब यो बनाएर अर्डर अनुसारले उ गर्नु सक्दिनँ म अहिले माग राम्रै छ बिक्री राम्रै हुन्छ हजुर जस्तो यो एउटा के अरे ओखलढुङ्गाको चाहिँ पहिचान झल्किने खालको छ होइन अहिले चाहिँ धेरै याद दिलाउने खालको पनि छ नि त काहीँ लिएर गइसकेपछि म यो ठाउँमा चाहिँ घुम्न गएको थिएँ होइन ठ्याक्कै यस्तै थियो यही लिएर आएँ मैले होइन जस्तो यो यो मायाको चिनो छ नि यो लानुहुन्छ चाहिँ जस्तो कस्तो व्यक्तिले जस्तो यो घरमा राख्नको लागि सोको लागि लानुहुन्छ अथवा कार्यक्रमहरूमा चाहिँ अतिथिहरूलाई दिनको लागि बढी चाहिँ कस्तो व्यक्तिले लानुहुन्छ अब यस्तो चाहिँ यो चाहिँ प्रायः मैले अहिलेसम्म मैले दिएको उसमा चाहिँ आन्तरिक पर्यटकले भन्दा पनि यहाँ चाहिँ बसेर जुन ओखलढुङ्गा सेवा गरेर चाहिँ जुन कर्मचारीहरू होइन हाकिमहरू कर्मचारीहरू चाहिँ यहाँबाट यो ओखलढुङ्गामा सरुवा भएर चाहिँ अरू ठाउँहरूमा जाँदाखेरि उहाँहरूको लागि चाहिँ ओखलढुङ्गाको मायाको चिनो दिने चाहिँ गरिराखेको छ यो चाहिँ उहाँहरूले चाहिँ जस्तो उहाँहरूले लिएर उहाँको कार्यालयले चाहिँ होइन उहाँको अफिसले चाहिँ उहाँलाई मायाको चिनाको स्वरूपमा चाहिँ यो दिने चलन यो त्यसै गरी अन्य प्रोग्रामहरूमा पनि जस्तो अतिथिहरूलाई होइन जस्तो उताबाट अस्ति कुलमान घिसिङहरू आउँदाखेरि कुलमान घिसिङको उसमा पनि यो 3-4 वटा गएको छ उहाँले लिएर जानुभएको 3-4 वटा उहाँको उसमा गएको छ यही खालको मैले त्यो एउटा टक्सार घुन्सातिर पनि देखेको थिएँ यस्तो जस्तो यो चाहिँ प्रमुख अतिथिलाई दिएको जस्तो यो सामानहरू चाहिँ कसैले होइन इच्छा लाग्यो होइन उहाँहरूले चाहिँ आफ्नो अतिथिलाई दिनुहोस् होइन आफ्नो कर्मचारीलाई दिनुहोस् अथवा आफूले घरैमा सजाएर राख्नको लागि पनि लिएर जान्छु भन्यो भने कति जति पर्न जान्छ होला यसको दाम चाहिँ कस्तो हुन्छ यो अब यस्तो हुन्छ मैले भने नि यो एउटा बनाउँदाखेरि 3-4 दिन लाग्छ 3-4 दिन लाग्दाखेरि त्यो यसो भन्दाखेरि हामीले एउटा सीमित मूल्य राखेको छु मैले जस्तो अब यो यिनीहरू मैले बेच्दाखेरि 4,045 रुपियाँ राखेको छु होइन यो ठुलोलाई हजुर यो सानोलाई त यो 2,2500 मा म यो गरेर राखिरहेको छु सानो पनि छिटिकै छ तर यो पनि त्यत्तिकै लाग्छ होइन टाइम लाग्छ यसलाई पनि हजुर अब त्यही अनुसारको यो यसमा बन्दै गरेको यिनीहरूको यो 3500 मैले राखेको छु अब यो फ्रेम बनाउनलाई एक दिन लागिहाल्छ अनि मलाई त्यो ओखलढुङ्गाको स्ट्याचु बनाउनलाई अरू 2-3 दिन लागि नै हाल्छ अब यसमा चाहिँ यस्तै चाहिँ हाफ बनाउनु हुँदो रहेछ अब यो चाहिँ फुल भयो यसमा चाहिँ हाफ हुन्छ हाफ बनाएर राख्ने हो अब यसमा चाहिँ
ओखलढुङ्गाको सिनेरीहरू पछाडि ओखलढुङ्गा सिनेरीहरू राखेर बनाउँदैछु अहिले नयाँ। ल हस् त फेरि हामी पछि पनि भेट्न आउनेछौँ। अब जस्तो यो भिडियो हेरेर बस्नुभएका दर्शकहरूलाई अब के भन्न चाहनुहुन्छ, जस्तो उहाँ कतिलाई चाहिँ होइन के कुराहरू मन पऱ्यो अरे होइन, अब कसरी यहाँ आइपुग्ने, तपाईँको छेउसम्म कसरी आइपुग्ने र उहाँहरूलाई चाहिँ होइन के भन्न चाहनुहुन्छ? अब प्रायः त मलाई ओखलढुङ्गावासी, ओखलढुङ्गा दाजुभाइ दिदीबहिनी बुवा आमाहरू सबैले मलाई प्रायः त चिन्नु भएको छ। चिन्नु भएको छैन भने नि मेरो चाहिँ नाम प्रवीण श्रेष्ठ, जिल्ला चाहिँ यो ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको 12 नम्बर वडामा पर्छ र यो ठ्याक्कै हाटलाग्नेदेखि मुनि भैरवटोलमा पर्छ। यो बजार चाहिँ यो मेन बजारमा पर्ने हो, मेरो घर चाहिँ यहीँ हो। कुनै अब कसैलाई अब यो चाहिने छ यस्तो खालको छ भने कुनै पनि खालको चाहिँ त्यस्तो मायाको चिनो होइन उपहारहरू दिनुको लागि उहाँहरूले सोच्नु भएको अनुसारले बनाउनु परेछ भने त्यो खालको नि बनाएर दिनु सक्छु म। जस्तो यही मात्रै नभइकन आएर उहाँहरूलाई यो चाहिँ मन परेन, म चाहिँ अलिकति फरक डिजाइनको होइन बनाउँछु भन्नुभयो भने त्यो पनि उहाँहरूले चाहिँ तयार गरिदिनुहुन्छ। चाहे तपाईँहरू कुनै पनि कार्यक्रममा चाहिँ मायाको चिनो दिनको लागि होस् अथवा होइन तपाईँहरू चाहिँ एउटा होइन कर्मचारी हुनुहुन्छ होइन, अब बिदाई भएर चाहिँ जाने अवस्थामा हुनुहुन्छ उहाँ दिनको लागि अथवा घरमै सजाउनको लागि पनि यस्ता घरदेखि लिएर होइन विभिन्न फुलदेखि लिएर हरेक कुरा चाहिँ उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। र उहाँको नम्बर चाहिँ म स्क्रिनमा पनि राखिदिनेछु। तपाईँहरूले चाहिँ यही स्क्रिनमा भएको नम्बरलाईमा कल गरेर उहाँलाई डाइरेक्ट सोध्न पनि सक्नुहुन्छ होइन, तपाईँले आफ्नो अर्डर पनि दिन सक्नुहुन्छ होइन दादा? हजुर एकदम। अरू अन्तिममा केही छ दाइ, जस्तो मैले केही भन्न होइन सोध्न बिर्सेको तपाईँले भन्न पाए हुन्थ्यो भन्ने खालको केही छ दाइ? सबै तपाईँले सोधिसक्नुभएको छ, देखाइसक्नुभएको छ दर्शक महानुभावहरूलाई होइन। अब उहाँहरूलाई चाहिँ अब उहाँहरूको सन्तुष्टिको लागि, ओखलढुङ्गाको एउटा पहिचानको लागि होइन, अनि ओखलढुङ्गामा चाहिँ हातले बनाएको र ओखलढुङ्गा चिनाउने एउटा माध्यम होइन, ओखलढुङ्गाको एउटा मायाको चिनो यहाँहरूले पनि माया गरिदिनु होला, एउटा सल्लाह सुझाव दिइदिनु होला र कस्तो खालको बनाउँदाखेरि ठिक हुन्छ ओखलढुङ्गाको चाहिँ एउटा झल्किने खालको, ओखलढुङ्गाको पहिचान झल्किने खालको कस्तो खालको एउटा के बनाउँदाखेरि चाहिँ अझ सहज हुन्छ त्यो खालको फिडब्याक चाहिँ मलाई दियो भने अझ मलाई सहज हुन्छ। हस् दाइ, समय दिनुभयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।